टक्क यो चाहिँ हाम्रो स्विजरल्यान्डमा फुलेको फुलहरू हो। स्विजरल्यान्ड नै भन्नुपर्छ यसलाई पनि, गोदावरीलाई। यो चाहिँ गोदावरीको स्विजरल्यान्ड हो। तर अब यहाँ हामीले चाहिँ जति पनि टुरिस्ट छ भित्राउने निर्णय गरिसकेको छौँ। अब हेरौँ बालन शाहलाई चाहिँ मन्त्री प्रधानमन्त्री बनाइयो भने सायद भित्रिन्छ होला। गृहमन्त्री मै हुन्छु पक्कै पनि। म गृहमन्त्री भएपछि त फेरि कहाँ के गर्नुपर्छ राम्रोसँग मलाई थाहा छ। यो सबैलाई जानकारी पनि गराइरहनु पर्ने छ। सट्ट यो हेरिदिनु होला गाइज, जे छ जस्तो छ नेचुरल हो यो चाहिँ, एकदम नेचुरलमा फोटो खिच्नेहरू धेरै हुनुहुन्छ। स्विजरल्यान्डको एउटा साथी पनि भेटेको थियौँ तल, तर उहाँलाई देखाउन सकिनँ है। त्यो म कुनै समय देखाउँछु तपाईँहरूलाई। यो चाहिँ एकदम भाइरल गरेर जति पनि हाम्रो स्विजरल्यान्डमा नेपालीहरू जानुभएको छ उनीहरूलाई पनि महसुस हो कि नेपालमै यस्तो छ कि हामी यहाँ स्विजरल्यान्ड आइरहेको भन्ने महसुस हो। सुधे माथि लाली गुराँसहरू फुलेको छ। अलिक क्यामेरा चाहिँ अलिक सानो सानो भएर खासै देखेको छैन होला, त्यही पनि निहालेर हेर्नु होला। सागपात खानु भएकोहरूले त देख्न सक्नुहुन्छ। अब मासु भात खानेहरूले चाहिँ अलिक कमै देख्नुहुन्छ है। यो चाहिँ हाम्रो एकदम रमणीय ठाउँहरू नै छ। फोटो खिच्ने क्रम सबैको जारी भइरहेछ। सुटी सरर हेरिदिनु होला यो। ल हेर्नु स्विजरल्यान्डको पाखा कम त कहाँ छ र। बालनले त्यत्तिकै तारिफ त कहाँ गरेको र। बालन प्रधानमन्त्री हुने बित्तिकै गृहमन्त्री त पड्काउने मै हो फेरि। के छ एकचोटि विचार चाहिँ गर्नु है त। यहाँ हेरेर टक्क यता हेर त, यो पक्राउनु यत्तिकै टक्क विचार चाहिँ गरिदिनु होला। अब बालन प्रधानमन्त्री भएपछि त गृहमन्त्री पड्काउने मान्छे त मै हो। मेरो चाहिँ एउटा हेर्दै गर्नु होला। पछि फेरि गृहमन्त्री भएपछि त सपोर्ट त फुलै गर्छु नि म फेरि नेपाललाई, होइन र। ल क्लोज गरिदियो त। आजलाई यति नै, फेरि भोलितिर बनाउने छु अर्को भ्लग।